त होइन त्यसमा सिक्ने कहिले सिक्नलाई त धेरैचोटि हेर्नुपर्छ कुन चाहिँ चिज धेरैचोटि हेर्न हामीलाई कहिले फुर्सद भयो हुँदैन त्यो रियालिटी हो होइन तै पनि राख्न मन राख्दा यो एउटा पोइन्ट पनि हामीलाई दिमागमा रह्यो भने ठुलो कुरा हो हुन्छ देखा यसमा दोहोरो कुरा पनि गर्छ के भनिन्छ भन्दा के अखबारमा सबैभन्दा काम लाग्ने व्यक्ति त्यो हो जसले सम्पादन गर्न सक्छ भन्ने एउटा ठुलो महान वाक्य छ महान वाक्य द मोस्ट युजफुल म्यान अन द न्युज पेपर इज वान हु क्यान एडिट त्यस कारणले हेर्दाखेरिमा रिपोर्टर एकदम महत्त्वपूर्ण जस्तो देखिन्छ होइन तर सबभन्दा महत्त्वपूर्ण चाहिँ सम्पादन गर्ने मान्छे रहेछ त्यही भएर अखबारको लिडरलाई चिफ रिपोर्टर नभनेर चिफ एडिटर भन्दो रहेछ लिडरलाई है त्यो एडिटर भनेको त्यत्तिकै भने होइन एकदम बुलन्द रिपोर्टिङ गरेर नाम कमाउने रिपोर्टरले सम्पादकको भन्दा बढ्ता प्रशंसा कमाउला तर सम्पादक चाहिँ होइन त्यहाँ त्यो भन्नुको कारण चाहिँ त्यो है त्यो एउटा ठुलो पत्रकार एउटा ओट्स भनेर चाहिँ भनेका छन् है त्यसपछि दुई चारवटा म भन्छु रिपोर्टर्स राइट द पेपर सब एडिटर्स मेक इट भन्छ रिपोर्टरले चाहिँ लेख्छ भने पत्रिकाको लागि होइन तर पत्रिका बनाउने काम चाहिँ सम्पादकले गर्छ भन्छ सब एडिटर भनेको चाहिँ रियल सम्पादन गर्ने डेस्कमा बसेर सम्पादन गर्ने सम्पादक भन्ने पद